सो गाइज वेलकम छ है मेरो युट्युब च्यानलमा। अब चाहिँ म यता धादिङ जान लागिरहेको छु। बाटोमा के हुन्छ म तपाईँहरूलाई देखाउँदै जानेछु है त। बाटोमा आउँदा आउँदै बाइकै बिग्रिएर म त यस्तो जाडोमा नि गर्मी निकाल्छु। ल म चाहिँ ट्याक्क त्यो दाइलाई पर्खिरहेको छु। दाइ र मसँगै आएको है, पर्खिनु पऱ्यो, मलाई बाटो थाहा छैन नि त। अब त्यही भएर पर्खिरहेको छु। बुढा अब कतिखेर आइपुग्छ थाहा छैन होइन। यो बाइकमा हो म चाहिँ सरर हिरोमा ट्याक्क लाएर यो साउन्ड नै बवाल आउँछ है गाइस। अब कतिखेर आइपुग्छ त्यो थाहा छैन होइन। हालत खराब भइसक्यो, बाइक बिग्रिएर तनाव भएर बाइक बिग्रेदेखि अहिले फेरि बनाएर अलिक फ्रेस भइरहेछ अनि त्यही भएर अलिक बढी कुदिरहेछ क्या। त्यही भएर पुगिसक्यो है गाइस, पढिसक्यो। र यो ठाउँ हो सिमले बजारदेखि अलि माथि है। सिमले बजारबाट अलिक धेरै माथि, अलि माथिको गाउँ हो यो चाहिँ। त्यहाँबाट चाहिँ अब लगभग आउनु हामी कुनै ठाउँ चाहिँ मलाई पनि ठ्याक्कै थाहा छैन। अब कति टाढा लाग्छ कति लाग्छ होइन त्यो थाहा छैन। अब दाइ पनि आउँदै हुनुहुन्छ, स्कुटी लिएर नि आउन सकिन्छ है यो ठाउँमा चाहिँ। र अब फाइनल्ली म चाहिँ हाम्रो गन्तव्यतिर आइपुग्नु लागिसकेको छु है गाइस। बुलेट बाइकमा लडिसक्यो यार। बाटोको अवस्था चाहिँ अलि नाजुकै रहेछ है यतातिर। हाम्रो गाउँ हाम्रो रामेछाप जस्तै रहेछ यो यतातिर बाटो चाहिँ ठिकै छ। ओ बोका 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 हो कि पाठी हो लगाएर है। बाटो ठ्याक्कै हामी जहाँ आइपुग्नु पर्ने थियो टक्क यताबाट फाइनल्ली म जहाँ आइपुग्नु पर्ने थियो त्यो आइसकेँ। र यो ठाउँबाट चाहिँ अब दृश्यहरू कस्तो देखिन्छ म तपाईँहरूलाई देखाउन गइरहेको छु। एकछिन है, बाइक रोकम। लेट्स क्याक्क ल है त। बाइक चाहिँ मैले रोकिसकेको छु। र यहाँबाट चाहिँ हिमालको दृश्य पनि हेर्न सक्नुहुने रहेछ तपाईँहरूले। ओहो धेरै जाडो हुन्छ होला यार बिहान बिहान त्यतातिर। र म चाहिँ यहाँ आइपुगिसकेँ। अब हेलमेट एकछिन खोलाउँ, यस्तो पिसाब पनि आइरह। हाइट बाइकको हालत यस्तो भइरहेछ। मैले सामान लिन आएको खासमा यहाँबाट अब स्वर्ग हेर्ने हो। स्वर्ग भने जस्तो ट्याक्क लाएर यहाँबाट आउँदो चाहिँ कस्तो देखिन्छ त। वाउ डाँडाकाँडा है, डाँडाकाँडा हिमाल छ त्यहाँनिर है ट्याक्क यहाँनिर नि छ। अनि म यहाँ छु।